हेलो गाइस हैन, यो चाहिँ माइती घर हो। हेर्नुहोस् है माइती घर कस्तो छ, बेलुकाको नजारा। यो माइती घरमा चाहिँ जहिले पनि आन्दोलन हुनुहुन्छ, जेको पनि आन्दोलन हुने ठाउँ यही हो। भने मतलब चाहिँ निर्दोष मान्छे मर्ने ठाउँ यही हो। जसको गल्ती नै छैन, जसले केही गर्देकै छैन, उसले आफ्नो आवाज मात्र उठाइरहेछ। त्यो अधिकारको कुरा पनि हो उसको आवाज उठाउने, हो कि होइन भन्नुहोस् है। यो माइती घर हो। फेरि म एक्रन लगाइदिन्छु, हेर्नुहोस् है। टक्क यति राम्रो छ यार, बेलुकाको नजारा माइती घरको। हेर्नुहोस् है, जे होस् अलिकति सफा भएछ। मैला कहीँ देख्नु भयो तपाईँले, फोहोर कतै देख्नु भयो भने भन्नु है, कमेन्ट गरिहाल्नु है। त्यहाँ देखेँ भनेर तपाईँले फोहोर देख्दैन, यति राम्रो भएको छ अहिले। ल अब तपाईँहरूलाई टक्क टर्न गर्ने बित्तिकै म राइट टर्न लिन्छु। यहाँ धेरै जाम भइरहेको छ। यहाँ अस्ति नै टिचरहरूको आन्दोलन भएको थियो होइन, टिचरको आन्दोलन भएको थियो नि। यहाँ यतै हो, टिचरहरूको आन्दोलन भएको यही ठाउँै हो। जसको आन्दोलन हुने ठाउँ पनि यही हो।